नमस्कार दर्शकवृन्द, तपाईँ सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। नेपाली क्रिकेट जगतका सम्पूर्ण अपडेटहरूको साथमा हामी उपस्थित हुने गर्दछौँ। अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने एक सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई एक लाइक गर्न पनि नबिर्सिनु होला। दर्शकवृन्द, 2026 मा नेपाली खेलाडीहरूको वर्चस्व रहेको छ। रन बनाउने मामलामा नेपाली खेलाडीहरू निकै नै अगाडि आएका छन्। कुशल भुर्तेल, दिपेन्द्र सिंहेरी लगायतका खेलाडीहरूले अन्य स्टार खेलाडीहरूलाई पनि पछाडि पारेका छन्। यो बारेमा भिडियोमा चर्चा रहनेछ। त्यस्तै नेपाली खेलाडीहरूलाई अर्को ठूलो अवसर आएको छ। आईएल टी20 जस्ता विश्वका चर्चित लिगहरूबाट अवसर आएको छ। नेपाली स्टारहरूको माग पनि बढ्न थालेको छ। यो बारेमा पनि मैले भिडियोमा चर्चा गर्नेछु र विश्व स्तरीय फ्रेन्चाइजी लिगहरूमा नेपाली खेलाडीहरूको अब दमादम माग हुनेछ। आईएल टी20 को बारेमा एउटा नयाँ नियम उसले सार्वजनिक गरेको छ, जहाँ नेपाल लगायत एसोसिएट नेसनका खेलाडीहरूलाई पनि फाइदा हुनेवाला छ। यो बारेमा पनि भिडियोमा जानकारी दिने प्रयास गर्नेछु। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। दर्शक महानुभावहरू, कुशल भुर्तेलले हिजो शानदार प्रदर्शन गर्न सफल भएका थिए। शतक लगाउन सफल भए र उनको प्रदर्शनमा नेपाल क्रिकेट टिमले जित पनि हासिल गर्न सफल भयो। ओपनर कुशल भुर्तेलले कीर्तिमानी शतक बनाएको खेलमा मलेसियालाई 167 रनले हराएको थियो र नेपाल एसियाली खेलकुद छनौटको समूह ए को विजेता बन्दै सेमिफाइनलमा पनि पुग्न सफल भइसकेको छ। बेस्ट अफ लक टिम नेपाल भन्नुहोला। अब सेमिफाइनलमा पनि हङकङ, ओमान जुन कुनै पनि टिम आउँछ भने यसरी नै धुलाइ गर्नुपर्छ। बिना साबुनको धुलाइ गर्नुपर्ने हुन्छ। जसरी चीन र त्यस्तै गरी मलेसियालाई धुलाइ गरेको छ, यसरी नै अब धुलाइ गर्नुपर्छ। धुलाइ गर्नको लागि नेपालका मेन खेलाडीहरू जस्तै कुशल भुर्तेल, आसिफ शेख लगायतका ओपनर ब्याटरहरूले राम्रो सुरुवात दिनुपर्छ। ओमान, हङकङले नेपाललाई धेरै पटक चुनौती दिइरहेका छन् र यो अवस्थामा अब नेपाल क्रिकेट टिमले दमदार प्रदर्शन गर्नुपर्नेछ। सेमिफाइनलमा चाहे जोसुकै टिम आओस् यसरी नै धुलाइ गर्नुपर्नेछ। हाम्रो तर्फबाट अग्रिम शुभकामना पनि छ। कुशल भुर्तेलले यसरी नै जिताउन सकुन्। सिङ्गापुरमा नेपाल क्रिकेट टिमका ब्याटरहरूले धमाका मचाइरहेका छन्। यो नेपाल क्रिकेटको सञ्चनी पनि रहेको छ। यसैले पनि कुशल भुर्तेल, दिपेन्द्र सिंहेरी लगायतका नेपाली स्टारहरू 2026 मा रन बनाउने मामलामा सबैभन्दा अगाडि आएका छन्। विश्वका स्टार खेलाडीहरूलाई पनि पछाडि पारेका छन्। सन् 2026 मा अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडीहरूको सूचीमा नेपाली ब्याटरहरूको पनि दबदबा कायम रहेको छ भन्दा फरक नपर्ला। दिपेन्द्र सिंहेरी 14 इनिङमा दर्शक महानुभावहरू 639 रन बनाएका छन्, पहिलो नम्बरमा छन्। सबै विश्वका स्टार खेलाडीहरूलाई पनि पछाडि पारेका छन् भन्दा फरक नपर्ला। त्यस्तै अर्का खेलाडी अब कुशल भुर्तेल पनि शानदार लगातार शतक लगाएपछि फेरि 13 इनिङ्समा उनले 635 रन बनाउँदै दोस्रो स्थानमा र तेस्रो स्थानमा कुरा गर्ने भने सलमान आगा छन्। 20 इनिङमा उनले 605 रन बनाएका छन्। यो विश्व क्रिकेटको रन तालिकामा नेपाली खेलाडीहरूको शीर्ष स्थानमा रहनु सम्पूर्ण नेपाली क्रिकेटको लागि गर्वको विषय पनि हो र नेपाली समर्थकहरूलाई खुसीको खबर पनि हो भन्दा फरक नपर्ला। नेपालका ब्याटरहरूले 2026 मा विश्व क्रिकेटमा आफ्नो छाप छोडिरहेका छन्। अझै पनि अगाडि बढ्नेछन् र टपमा उनीहरू नै रहनेछन्। विशेष गरेर कुशल भुर्तेल अब टपमा आउन सक्नेछन्। दिपेन्द्र सिंहेरी भन्दा मात्र 4 रनले उनी पछाडि छन्। एक त उनी ओपनर ब्याटर पनि हुन्, त्यसै कारणले गर्दाखेरि पनि उनलाई सबैभन्दा धेरै रन बनाउने र सबैलाई पछाडि पार्ने एउटा ठूलो अवसर पनि रहेको छ। दर्शकवृन्द, नेपालका स्टार खेलाडीहरू पनि बिस्तारै विभिन्न लिगहरूमा पनि व्यस्त हुन थालेका छन्। लङ्का प्रिमियर लिगमा पनि खेलाडीहरू अनुबन्ध भएका छन्। कुशल भुर्तेल विशेष गरेर अब अन्तर्राष्ट्रिय लिगहरूमा पनि छाउने छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा छाइरहेका छन् र फ्रेन्चाइजी लिगहरूमा पनि उनी अब छाउनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ र यस्तै खालको कन्सिस्टेन्सी राख्नुपर्छ निरन्तर कुशल भुर्तेलले। यो लय चाहिँ गुमाउनु हुँदैन जस्तो मलाई लाग्छ। दर्शक महानुभाव, तपाईँलाई के लाग्छ यो बारेमा तल कमेन्ट बक्समा लेख्नु होला। र यसै कारणले गर्दाखेरि पनि विभिन्न विश्वका फ्रेन्चाइजी लिगहरूमा एसोसिएट क्रिकेटरहरूलाई पनि एउटा अवसर दिन थालेको छ र यसै क्रममा नयाँ नियम, नयाँ आशाको साथमा आईएल टी20 मा 7 एसोसिएट खेलाडीहरू अनिवार्य हुनुपर्ने नियम आएको छ। यसले नेपाली खेलाडीहरू अझै धेरै अनुबन्ध हुन सक्नेछन् भन्नेमा चाहिँ कुनै दुई मत छैन जस्तो लाग्छ। कि दिपेन्द्र सिंहेरी, रोहित कुमार पौडेल, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन कुमार झा लगायतका खेलाडीहरू मेगा ट्रान्सफरको बाजी मार्न सक्छन् भन्ने विषयमा अहिले धेरै नै चर्चा हुन थालेको छ। एसोसिएट राष्ट्रका क्रिकेट खेलाडीहरूको लागि विश्वकै सबैभन्दा आकर्षक फ्रेन्चाइजी लिग मानिने यूएई को डीपी वर्ल्ड आईएल टी20 2026 ले आगामी सिजनका लागि आफ्नो स्काउट र नियममा ठूलो र सकारात्मक परिवर्तन गरेको छ। दर्शक महानुभावहरू, आगामी 22 नोभेम्बरदेखि 6 वटा टोलीहरू बीच सुरु हुन लागिरहेको यस लिगमा अब प्रत्येक फ्रेन्चाइजी टोलीहरूले आफ्नो टोलीमा अनिवार्य रूपमा 7 जना एसोसिएट खेलाडीहरू राख्नै पर्ने नियम बनाउन लागि। दर्शक महानुभाव, यसले नेपाली समर्थकहरूलाई खुसी भने पक्कै पनि बनाएको छ। सार्वजनिक भएको नयाँ नियम अनुसार 7 एसोसिएट कोटाको वर्गीकरण यस प्रकारले गरिएको छ। 4 जना खेलाडी आयोजक यूएई बाट हुनुपर्नेछ, 1 जना खेलाडी साउदी अरबबाट, 1 जना खेलाडी कुवेतबाट र 1 जना खेलाडी बाँकी विश्वका एसोसिएट राष्ट्रहरूबाट राख्नुपर्नेछ। त्यसकारणले गर्दा नेपाली खेलाडीहरूलाई पनि यसले कसरी फाइदा पुग्छ भनेर तपाईँले सोच्नु होला। नेपाली खेलाडीहरूलाई फाइदा पुग्न सक्छ यो बारेमा पनि अगाडि जानकारी दिइहालौँ। यसअघि पनि नेपाली खेलाडीहरू विशेष गरी सन्दीप लामिछाने आईएल टी20 मा आफ्नो उपस्थिति जनाइसकेका छन् भने तर यो नयाँ नियमले एसोसिएट राष्ट्रको कोटा अन्तर्गत नेपाली खेलाडीहरूको लागि पनि अक्सन र डाइरेक्ट साइनिङको सम्भावना पनि वात्तै बढेको छ भन्दा फरक नपर्ला। नेपाली स्टारहरूको बलियो माग आईसीसी टी20 अलराउन्डर वरियताको शीर्ष स्थानमा रहेका
दिपेन्द्र सिंह एरी, कप्तान रोहित कुमार पौडेल र पछिल्लो समयमा लगातार कन्सिस्टेन्सी देखाइरहेका र शतकमा शतक लगाइरहेका कुशल भुर्तेलको पनि निकै नै सम्भावना छ भन्दा फरक नपर्ला। र ग्लोबल स्पिनर स्टार सन्दीप लामिछाने जस्ता खेलाडीहरू पनि नेपालमा छन्। त्यसै कारणले गर्दाखेरि पनि अब नेपाली खेलाडीहरूको पनि विश्व स्तरमा माग बढ्न सक्नेछ। आईएल टी20 लिगमा पनि नेपालका खेलाडीहरूको वर्चस्व रहन सक्ने अनुमान गर्न थालिएको छ। दर्शकवृन्द, फ्रेन्चाइजीका लागि पनि यो पहिलो रोजाइको एसोसिएट खेलाडी बन्न सक्नेछन् नेपालका खेलाडीहरू। आईएल टी20 को नयाँ नियम अनुसार प्लेइङ 11 मा पनि अनिवार्य स्थान बनाउन सक्नेछन् खेलाडीहरूले। प्लेइङ 11 मा कम्तीमा पनि एकजना एसोसिएट खेलाडीहरू खेलाउनै पर्ने बाध्यता अब हुनेछ टिमहरूलाई। यसले गर्दा टोलीमा छानिने नेपाली खेलाडीहरूले केवल बेन्चमा बस्ने मात्र नभई म्याच विनरको रूपमा मैदानमा उत्रने मौका पनि पाउनेछन्। र अर्को महत्त्वपूर्ण कुरा के छ भन्दा नेपाली फ्यान्स बेसको फाइदा पनि युए को आईएल टी20 ले उठाउन सक्नेछ। नेपाली खेलाडीहरूलाई अनुबन्ध गर्न बित्तिकै त्यहाँ नेपालका फ्यान्सहरू पनि समाहित हुनेछन्। नेपाली खेलाडीहरूसँगै फ्यान्सहरू पनि त्यहाँ जानेछन् र अझै रोचक हुन सक्नेछ यो प्रतियोगिता। दर्शक महानुभावहरू, यसरी पनि यो प्रतियोगिता चासोको साथ हेरिएको छ। नेपाली खेलाडीहरूको सामाजिक सञ्जालको क्रेजका कारण पनि आईएल टी20 का चर्चित टिमहरू एमआई इमिरेट्स, त्यस्तै गरी आबु धाबी नाइट राइडर्स जस्ता ठूला फ्रेन्चाइजी टोलीहरूले नेपाली खेलाडीहरू भित्राउन कडा कसरत गरिएको पनि अनुमान गरिएको छ। दर्शक महानुभावहरू, के दर्शक महानुभावहरू आईएल टी20 मा नयाँ नियम आएसँगै नेपालका थुप्रै खेलाडीहरू आईएल टी20 मा अनुबन्ध हुन सक्लान्? तपाईको धारणा यसबारेमा तल कमेन्ट बक्समा लेख्नु होला। के आईएल टी20 2026 मा नेपाली खेलाडीहरूलाई फ्यान्स बेसका कारण पनि अनुबन्ध गर्न सक्ला त आईएल टी20 का फ्रेन्चाइजी टोलीहरूले? यो बारेमा पनि तपाईको धारणा के छ तलको कमेन्ट बक्समा लेख्नु होला। क्रिकेट सम्बन्धी सबै अपडेटहरूको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई लाइक गर्नु होला। भेट्नेछौँ अर्को नयाँ अपडेटको साथमा नयाँ भिडियोमा। अहिलेलाई भने छुट्छौँ। जय नेपाल, जय नेपाली क्रिकेट।